आज चाहिँ स्पेसल खाना नै छैन। मैले चाहिँ सबैभन्दा पहिला चाहिँ सेतो मटर लिएर आएको थिएँ अस्ति मार्केटबाट। मैले सेतो मटर चाहिँ कति खोजेको थिएँ कि तर मैले पाएको थिएन। फाइनली मैले सेतो मटर पनि भेटाएँ अनि यसलाई चाहिँ मलाई ग्रेभी बनाएर चाहिँ रोटीसँग खानु मन थियो कि होइन। सबैभन्दा पहिला चाहिँ मैले सेतो मटरलाई चाहिँ भिजाएर आइसकेको थिएँ अनि सिटी मजाले 3-4 सिटी लगाइदिएँ अनि त्यसपछि चाहिँ कराई बसालेँ। थोरै तेल लगाइदिने, सुके खोर्सानी पड्काइदिने, थोरै प्याज लगाएर एकछिन मजाले फ्राई गरिसकेपछि चाहिँ गोलभेडा लगाइदिने अनि नुन बेसा धुलो खोर्सानी लगाइदिने। मरमसला चाहिँ म त्यति मात्र लगाइदिन्छु। साथमा चाहिँ मैले लसुन अदुवाको पेस्ट पनि लगाइदिएको छु। एकछिन मजाले मसला गोलभेडालाई चाहिँ पाक्नलाई छोडिदिने अनि छोप्दै मजाले पकाइसकेपछि मसला गोलभेडा मजाले पाक्छ अनि अघि उसिनेको मटरलाई चाहिँ पहिला सुरु लगाइदिने। मटर एकछिन मजाले पकाइदिने छोपी होइन अनि त्यसपछि मैले उसिनेको मटरको पानी लगाइदिएँ थोरै, एकचोटि फेरि मजाले मिक्स गरिदिएँ अनि लास्टमा फेरि थोरै पानी थपिदिइसकेपछि ग्रेभी बनाउनु पर्यो नि त अनि उम्लिनको लागि छोडिदिएँ। अनि त्यतिन्जेलसम्म चाहिँ मैले मैदा चाहिँ होइन आँटाको रोटी बनाउनुलाई चाहिँ यसपालि आँटाको रोटीलाई पनि मजाले भिजाएर राखिसकेको। रोटी बनाउनलाई मात्र बाँकी थियो। त्यसमा थोरै तेल लगाएर आँटाको रोटीलाई पनि बनाइदिएँ। आँटाको रोटी चाहिँ मिठो हुन्छ, मैदाको रोटी भन्दा चाहिँ सफ्ट हुन्छ नि त। अनि सब्जी पनि पाकेर रेडी भयो अनि थोरै धनियाँ लगाइदिने, मजाले मिक्स गर्छ भने चाहिँ मसिन गरेर काटेको प्याज लगाइदिने अनि मजाले रोटी सब्जीलाई इन्जोय गर्ने।